अहिले देशव्यापी रूपमा आन्दोलनको घोषणा र हाम्रो विज्ञप्तिसहित अब पुरै बन्दको घोषणा भइसकेपछि अहिले बिजुली बजारमा हाम्रो देवी सङ्ग्रहालय लगायत सम्पूर्ण त्यहाँबाट प्रदर्शनमा उत्रिनेहरूलाई चाहिँ राज्यले अहिले दमन गरेर चाहिँ उहाँहरूलाई पुलिसको भेनमा राखेर पक्रेर लैसकेको छ। र अब देशैभरिबाट दुर्गा परसाई आए मात्रै अब देश बच्छ र राजा आए मात्रै देश बच्छ, हिन्दू राष्ट्र बच्छ भनेर भन्नेहरूले अब बुलन्द आवाज उठाएर जुन जुन ठाउँमा तपाईँहरू हुनुहुन्छ त्यहाँबाट त्यही ठाउँमा आउनुपर्छ भन्ने छैन। त्यही जुन ठाउँमा छ त्यही ठाउँबाट अब सबै चक्काजाम, रोड बन्द, सबै बर्डर बन्द, सबै बन्द गरेर अब आन्दोलनको घोषणा गर्नुपर्ने अब देखिन्छ। र बिना शर्त हाम्रो देवी सङ्ग्रहालय लगायत आज पर्नुभएको र अनि दुर्गा परसाईको रिहाको हामी पूर्ण माग गर्दछौँ। यदि माग पुरा भएन भने अब जनताले अब यो सरकारलाई फेरि एकदम भित्तण्डसँगले घिसार्नेछ। यो कुरा बुझ्नु होला। यो हाम्रो दुर्गा परसाईको हाम्रो रिहाईको माग गर्नलाई रोडमा उत्रिनु हुने हाम्रो देवी सङ्ग्रहालय लगायत सम्पूर्ण टोलीलाई पक्रेर लगेको यो भिडियोमा राख्न चाहन्छु। हाम्रो लाइभ मार्फत मैले रेकर्डमा लिएको यो भिडियो तपाईँहरूलाई राख्न चाहन्छु। यो भिडियो हेर्नुहोस् है। अब आह्वान गर्ने देवी सङ्ग्रहालयहरूलाई त लानुभयो होइन, थुनेर राख्नुभयो। तर अब अर्को दुर्गाहरूले अब यहाँ म तपाईँलाई यो विज्ञप्तिको फोटो राख्न चाहन्छु। हो, यो विज्ञप्तिको आधारमा तपाईँहरूले सम्पूर्णले अब जहाँबाट हुन्छ, अहिले मैले भनिसकेँ तपाईँहरूलाई, जहाँबाट हुन्छ त्यहीँबाट तपाईँले आन्दोलन सुरु गर्नुहोस्। र अनिखेरि दुर्गा परसाईजीको र देवी सङ्ग्रहालयजीहरूको रिहाई भएपछि उहाँहरूले गर्नुभएको फेरि अर्को आह्वानमा अब यिनीहरूको चुनाव भनेको नो भोट नो चुनाव। यो रौतहटको चाहिँ नि तपाईँको फोटो क्लिप हिन्दू मुस्लिमको लडाइँबाट अहिले कर्फ्यू शुद्ध जारी भएको यो फोटो तपाईँहरूलाई राख्न चाहन्छु। र हो, यस्तो गरेर अब आतङ्क फैलेपछि यो चुनावले काम गर्दैन। मुस्लिम समुदायहरूले पनि भनिसक्नु भएको छ राज संस्था र हिन्दू राष्ट्रमा मात्रै हामी मुस्लिमहरू पनि सुरक्षित थियौँ र सुरक्षित रहन्छौँ। र त्यस कारणले गर्दा हिन्दू राष्ट्र र राष्ट्र संस्था पुनर्स्थापना गर्नको लागि सम्पूर्ण देशव्यापी जनसमुदायहरूले यो कुरा बुझ्नु जरुरी छ। र त्यसै कारणले गर्दामा अब कोही भाइ काटमार यताउति लडाइँ झगडा नहोस् भन्नको लागि यो चुनाव बहिष्कार गरौँ। र अब भने अब चुनावी मैदान छोडेर अब यदि दलहरूले मानेन भने सेनाले टेकओभर गरेर भए पनि देश राजालाई जिम्मा लगाऊ भन्ने हाम्रो मूल नारा सहित सम्पूर्णले अब दुर्गा परसाईदेखि लिएर देवी सङ्ग्रहालयदेखि लिएर सम्पूर्णलाई रिहाईको माग गरेर अनि सबैजनाले यो आन्दोलनलाई सफल पारौँ र यिनीहरूको चुनावहरू बहिष्कार गरौँ है। ल, धन्यवाद।